आउनुहोस् आज एउटा आत्मविश्वासी, साहसी र निडर महिला सांसदको विषयमा चर्चा गरौँ, जसले चुनौतीका पहाडहरूलाई छिचोल्दै दुःख सुख बाधा व्यवधानहरूलाई हटाउँदै सफलताको शिखरमा पुगेकी छन्। प्रसङ्ग हो मे 3मा सम्पन्न सङ्घीय निर्वाचनमा क्विन्सल्यान्डको डिक्सन निर्वाचन क्षेत्रबाट निर्वाचित लेबर पार्टीकी तर्फबाट निर्वाचित महिला सांसद एली फ्रान्सको, जसले आफ्नो शारीरिक अपाङ्गताका बीचमा अस्ट्रेलियाको शक्तिशाली मध्ये एकजना राजनीतिज्ञ पिटर डटन, जो विपक्षी दलका नेता समेत रहेका थिए र निर्वाचनमा प्रधानमन्त्रीका उम्मेद्वार समेत रहेका थिए, तिनलाई पराजित गरेका छन्। पिटर डटन त्यही राजनीतिज्ञ हुन् जो सोही निर्वाचन क्षेत्रबाट 24 वर्षदेखि निरन्तर संसदीय राजनीतिमा एक छत्र राज गरिरहेका थिए र हरेक निर्वाचनमा उनी निर्वाचित हुँदै आएका थिए। तिनै राजनीतिज्ञलाई एली फ्रान्सले पराजित गरेकी छन्। एली फ्रान्स तिनै महिला हुन् जो सन् 2011मा एउटा सपिङ सेन्टरमा दुर्घटनामा परेकी थिइन् र दुर्घटनामा पर्दाखेरि उनी घाइते भएकी थिइन् र उपचारको क्रममा उनले आफ्नो खुट्टा पनि गुमाएकी थिइन्। सँगसँगै सोही दुर्घटनामा उनले आफ्नो छोरा पनि गुमाएकी थिइन् र उनले जिन्दगीमा कहिले पनि हार मानिनन् र उनी जब अपाङ्गता भइन् र अपाङ्गताको क्षेत्रमा आफूलाई क्रियाशील बनाउँदै अघि बढाइन् र समाजमा रहेका अन्य सामाजिक क्रियाकलापमा पनि आफूलाई संलग्न गराउँदै अघि बढिन्। त्यति मात्र होइन, उनी पत्रकारिता पनि गर्थिन्। सँगसँगै जब उनी अपाङ्गता भइन्, एउटा पारा एथलेटिक्स जस्ता खेलहरूमा पनि उनी सहभागी भएका थिइन्। यसरी हरेक रूपमा उनी सामाजिक रूपमा संलग्न हुँदै अघि बढिन् र सन् 2019मा भएको संसदीय निर्वाचनमा लेबर पार्टीले उनलाई सो क्षेत्रबाट टिकट प्रदान गर्यो र उनी त्यो बेला पनि चुनावमा उठेकी थिइन् र दुर्भाग्यवश उनी त्यो बेला पराजित हुन पुगिन्, तर पनि उनले हार मानिनन् र सन् 2023मा भएको अर्को संसदीय निर्वाचनमा पनि उनी सोही क्षेत्रबाटै लेबर पार्टीको तर्फबाट उम्मेद्वार बनेकी थिइन् र त्यति बेला पनि उनी पराजित बनिन्। र त्यति बेला के भन्ने गरिन्थ्यो भने, जबसम्म पिटर डटन सो निर्वाचन क्षेत्रबाट रिटायर हुँदैनन् त्यहाँ अन्य उम्मेद्वारलाई कुनै चान्स छैन भन्ने गरिन्थ्यो अस्ट्रेलियाको राजनीतिमा। तर एली फ्रान्सले त्यो कुरालाई असत्य साबित गर्दै आफूलाई निरन्तर रूपमा समाजसँग एक किसिमले छलफलमा राखिन्, समाजका हरेक कुराहरूमा आफूलाई संलग्न गराउँदै गइन् र सन् 2025मा सम्पन्न यो संसदीय निर्वाचनमा यी सबै कुरालाई असत्य साबित गर्दै आफूलाई विजयी बनाइन् र पिटर डटन यस्तो बेलामा पराजित भएका छन् कि उनी त्यो निर्वाचन क्षेत्रमा यदि निर्वाचित भएको खण्डमा आफ्नो पार्टीले राम्रो गर्न सकेको खण्डमा प्रधानमन्त्री समेत हुन सक्ने सम्भावना रहेको थियो। त्यस्ता व्यक्तिलाई उनले पराजित गरेका छन् र एली फ्रान्स अपाङ्गता भइकन पनि दुर्घटनामा परेर आफ्ना छोराहरू, आफ्ना श्रीमानहरू गुमाएको अवस्थामा पनि जसरी त्योभन्दा माथि उठेर समुदायको लागि काम गरिन्, समाजका लागि काम गरिन् र त्यसको एउटा प्रतिफल आज उनले प्राप्त गरेकी छन्। निर्वाचनमा विजय हासिल गरेपछि एली फ्रान्सले आफूलाई समाजसँग अझ नजिक बनाएर काम गर्ने, समुदायका हरेक सवालहरूलाई संसदमा उठाउने प्रतिक्रिया दिएका छन् भने यो स्थानसम्म ल्याउनका लागि आफूलाई सहयोग गर्ने सम्पूर्ण भोलिन्टियरहरू, सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिएका छन्। र यति बेला एली फ्रान्स अस्ट्रेलियाको हरेक निर्वाचन क्षेत्र सँगसँगै सञ्चार माध्यम र समुदायमा एउटा कुराकानीको विषय बनेको छ। उनको सफलताका कुराहरू बाहिर आउन थालेका छन् र उनी राजनीतिमा एउटा नयाँ राजनीतिज्ञको रूपमा अघि उडाएका छन् र उनलाई हामी आगामी दिनमा थप सफलताको शुभकामना पनि व्यक्त गर्दछौँ।